धन्यवाद कार्यक्रम सञ्चालकका बहिनी। यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विभिन्न समुदायबाट यो कार्यक्रममा सहभागी भएका अतिथिज्यूहरू, निर्णायक मण्डलका निर्णायकज्यूहरू, एसटिकेसन नेपालले आयोजना गरेको यो मिस मगर नेपालको ग्राउन्ड फाइनलमा सहभागी हुनका 11 जना हाम्रा प्रतिस्पर्धीज्यूहरू, यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाल मगर सङ्घ केन्द्रीय समितिका तर्फबाट हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रम भव्य र सभ्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। मगर समुदाय नेपालमै जनसङ्ख्याको हिसाबले तेस्रो स्थानमा रहेको समुदाय र आदिवासी जनजातिहरूमा अग्र स्थानमा रहेको समुदाय र यो गण्डकी प्रदेशमा मगर समुदाय दोस्रो स्थानमा रहेको समुदाय र यो गण्डकी प्रदेशमा आदिवासीहरूको सन्दर्भमा पहिलो स्थानमा रहेको मगर समुदायको भाषा संस्कृतिहरूलाई प्रस्फुटन गर्नको निम्ति संरक्षण सम्वर्धन गर्नको निम्ति र हाम्रा नयाँ पुस्ताहरूमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नको निम्ति एसटिकेसनले जुन खालको भूमिका खेल्नुभएको छ 2011 देखि आज 2024 सम्मको 7औं सिजनसम्म आइपुग्नुभएको छ। सर्वप्रथम एसटिकेसन आयोजक समिति तपाईँलाई नेपाल मगर सङ्घ केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रम निरन्तरता चलिरह्यो शुभकामना व्यक्त गर्न चाहन्छु। मगर समुदाय जातिगत हिसाबले एउटा समुदाय भए तापनि भाषी हिसाबले मगर खाम, मगर डोट, मगर कागे भाषी विविधता रहेको समुदाय। सांस्कृतिक हिसाबले पूर्वमा जाउँ हामी भुर्रा संस्कृति बेर्दछौँ। गण्डकी प्रदेशमा आउँ, मगर कौरा सोरठी। पश्चिममा जाउँ, नचरी, मयूर नाच र भूमि पर्वहरू संस्कृतिहरू छन्। वेशभूषाको हिसाबले पनि विविधता छ। त्यसो भएकोले मगर समुदाय भाषी हिसाबले विविधता, सांस्कृतिक हिसाबले विविधता, वेशभूषाको विविधता रहेको मगर जातिको एकता हो। यो विविधतालाई हामीले बुझ्न जरुरी छ। यो मगर समुदायमा रहेको भाषा र संस्कृति जुन विविधता छ यसलाई उत्थान र प्रवर्धन गर्नको निम्ति, संरक्षण गर्नको निम्ति एसटिकेसन नेपाल एसटिकेसन जुन खालको भूमिका, जुन खालको मगर यो मिस मगरको आयोजना गर्नुभएको छ, यो निरन्तरताको कामना गर्दै मगरहरूको भाषालाई संविधानले प्रबद्ध गरेको अधिकार हरेक प्रदेशमा 2भन्दाबाट भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउने कुरा नेपालको संविधानमा उल्लेख छ। यो गण्डकी प्रदेशमा मगर र गुरुङको भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्दछ भनेर भाषा आयोगले सिफारिस गरेको छ। आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशले त्यो अभियान चलाएको छ। नेपाल मगर सङ्घ केन्द्रीय समिति र यो गण्डकी प्रदेशमा रहेका मगर अग्रजले त्यो अभियान सञ्चालन गरेको छ। यो गण्डकी प्रदेशमा मगर र गुरुङको भाषा लगायत अल्पसङ्ख्यक भाषा समूहहरूलाई आफ्नो स्थानीय तहमा पनि संरक्षण र सम्वर्धन गर्नुपर्छ भन्ने यो अभियानमा नेपाल मगर सङ्घ केन्द्रीय समिति, गण्डकी प्रदेश, जिल्ला र स्थानीय तहका मगरको सबै सङ्गठनको यो अभियानमा लामबद्ध लागेका छौँ र यो साथसाथै नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशले पनि त्यो अभियानमा हामीले सञ्चालन सँगसँगै गरिरहेका छौँ। यस सन्दर्भमा गण्डकी प्रदेशले पनि आफ्नो नीति तथा कार्यक्रममा मगर र गुरुङको भाषालाई सरकारी कामकाजको भाषाको रूपमा अगाडि बढाउने नीति तथा कार्यक्रममा ल्याएको छ। यो अभियानलाई सम्पन्न गर्नको निम्ति मगर सङ्घ केन्द्र र स्थानीय तहको मगर सङ्घ यो अभियान सञ्चालन गरेको छौँ। आदिवासी जनजाति महासङ्घ केन्द्रदेखि तलको इकाइसम्मका सङ्गठन आफ्नो फर्मेसनमा रहेको सङ्घले अभियानमा चलाएको छ। त्यसलाई सफल पार्नको निम्ति, मगरको संस्कृतिलाई सफल पार्नको निम्ति, मगरको भाषालाई संरक्षण गर्नको निम्ति, मगरको भाषालाई सरकारी कामकाज भाषा निर्माणको निम्ति जुन मगर सङ्घ केन्द्र तल सामुदायिक महासङ्घ र महासङ्घमा आबद्ध रहेका सबै आदिवासीहरूले जुन खालको भूमिका खेलेका छौँ
त्यसलाई साथ र सहयोग र सपोर्ट गर्नुको निम्ति एसटी किसान नेपालले जुन खालको भूमिका निभाएको उहाँलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै एसटी किसानले आयोजना गरेको यो सिजन 7-2024 को जुन ग्राउन्ड फाइनलमा सहभागी हुनका हाम्रा प्रतिस्पर्धीहरूलाई पनि हार्दिक शुभकामना दिँदै यो कार्यक्रम भव्य र सत्य सफलताको शुभकामना दिँदै यो कार्यक्रमको मलाई पनि नेपाल मगर सङ्घ केन्द्रीय समितिको तर्फबाट अतिथिको रूपमा आएर शुभकामना दिन अवसर दिनुभएकोमा आयोजक टिमप्रति हार्दिक धन्यवाद दिँदै पुनः यो कार्यक्रम भव्य सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद। जय नेपाल मगर सङ्घ, जय एसटी किसान, जय मनिष मगर नेपाल। धन्यवाद। धेरै धेरै धन्यवाद छ खेमपुञ्जुलाई नेपाल मगर सङ्घ केन्द्रीय समितिका उपमहासचिव हुनुहुन्छ। धेरै धेरै धन्यवाद छ। अब भने